सोधिहाल्थे, चिया सोधिहाल्थे, खाना सोधिहाल्थे। तपाईको सहर विदेशी नीति विदेशी नीति ल्याएर पिसाब गर्न पनि पैसा नभए कुद्न पनि पाइँदैन यो देशमा। यस्तो देश खोजेको हामीले होइन नि साथी हो। पैसा ठुलो कुरा होइन, धन पनि ठुलो कुरा होइन, सबभन्दा ठुलो कुरा भनेको मन हो, आत्मबल हो। हामी आत्मबल दह्रो बनाउनु पर्छ, हाम्रो मन मुटु दह्रो बनाउनु पर्छ। हामी संसारको दास हुन जन्मेको होइन, संसारको मालिक हुन जन्मेको, संसार इतिहासमा नहारेको देश हो। अहिले आएर हामी हार्नुपर्ने आवश्यकता छैन। एक बार अमेरिका, एक बार अस्ट्रेलिया पढाएर देश बिग्रेको, एक बार एग्रिकल्चर पढाएको देश युवाहरूमा पुग्नु थिएन। कबाट कम्युनिस्ट, कबाट काङ्ग्रेस पढाएर देश बिग्रेको, कबाट कृषि पढाएको यो देश आज यो हालतमा थिएन। एलन मस्कले अर्को मङ्गल ग्रहमा जान खोज्दैछ, हामीले आफ्नै मनभित्रको मङ्गल खोज्दैछौँ। उनीहरूले अर्को स्वर्गमा जान खोज्दैछ, हामीले आफ्नै धरीको स्वर्ग खोज्दैछ। फरक यति छ उनीहरूमा र हामीमा। कहिले पनि सूर्य र सत्य र ज्ञान पश्चिमबाट उदाउँदैन, पूर्वबाट उदाउने हो। हाम्रा पुर्खा संसारकै महान थिए, हामीसँग सब कुरा छ, अहिले पनि छ है। सिर्फ एकता नभएको, सोच गरिब हो, शिक्षा गरिब हो, नीति गरिब हो। हामीलाई चिन्न नसकेको हो, हाम्रो धरतीलाई चिन्न नसकेको हो, हाम्रा पुर्खालाई चिन्न नसकेको हो। हाम्रा पुर्खा यो पृथ्वी लोक मात्र होइन, भूलोक, भुवरलोक होइन, स्वर्गलोक, ब्रह्मलोक, वैकुण्ठलोक, शिवलोकसम्म जान्थे। यहाँ बसेर आतालदेखि पितालसम्म होइन, यहाँदेखि रसातलदेखि नर्कलोकदेखि त्यहाँसम्म राज गर्थे। विष्णुका 24वटा अवतारमा 23वटा अवतार नेपालले लिएका थिए। शिवका 108वटा अवतारमा 101वटा अवतार नेपालले लिएका थिए। सबै कुरा हाम्रोमा छ, अहिले पनि छ। हामीले करोडपति नेपालीलाई बनाउन खोजेको होइन, करोडपति पहिल्यै छन्, चिनाउन मात्र खोजेको। दिमागको ढक्कन बन्द भएको छ, आगो कालो चस्मा लागेछ, यसलाई हटाउन मात्र खोजेको। ढुङ्गा बिचको तरुल होइन हाम्रो देश। ढुङ्गाको बिचमा कोही तरुल हुन्छ? ढुङ्गाको बिचमा तरुल फल्छ? फल्दैन नि त। ढुङ्गाको बिचमा हिरा हुन्छ है त, माटोको बिचमा तरुल। ढुङ्गा बिचको हिरा हो हाम्रो देश, ढुङ्गा बिचको तरुल होइन। संसारको सबभन्दा माथि बसेर सानो सोच राख्नु पर्दैन है त साथी हो। सबै सोच सानो हो, शिक्षा सानो हो, गरिब हो, नीति गरिब हो, देश गरिब होइन। म यति भन्न चाहन्छु है। नेपाल सरकारसँग हामीले मागहरू राखिसक्यौँ। अब हाम्रा योजना र कार्यक्रमहरू के छन् भन्दाखेरि चाहिँ आज हामी पहिलो देशको तर्फबाट, देश बनाउने टिमको तर्फबाट हामीले 51 सदस्यीय केन्द्रीय समिति होइन, हाम्रो स्पेशल संयोजक होइन, हाम्रो यो सबैजनाको टिम, म चाहिँ प्रवक्ताको रूपमा हामीले एउटा सङ्गठन निर्माण गरिरहेका छौँ होइन। त्यसमा तपाईँहरू पनि जोडिन सक्नुहुन्छ, सबैजना जोडिनु होला। मङ्सिर 3 गतेदेखि हामीले पाथिभरादेखि कैलाश पर्वतसम्म, कालापानी लिपुलेकसम्मको हामीले यात्रा तय गरेका छौँ। मङ्सिर 3 गते हामी पाथिभरा माताको पूजा गरेर ताप्लेजुङबाट हामीले यात्रा गर्दै गर्दै स्वर्गको टुक्रा ताप्लेजुङ, स्वर्गको टुक्रा इलाम, स्वर्गको टुक्रा झापा, स्वर्गको टुक्रा हुँदा हुँदै हामीले उतासम्म पुग्नेछौँ। हामीले केही यो देशमा हामीले केही धेरै नै परिवर्तनहरू गर्न चाहेका छौँ। कैलाश पर्वतदेखि स्वर्गद्वारसम्म स्वर्ग जाने बाटो, स्वर्गद्वारदेखि सहरमाथासम्म स्वर्गको बाटो, सहरमाथि कञ्चनजङ्घासम्म स्वर्ग पछिको बाटो, 7वटा प्रदेश सरकार र मन्त्री खारेज, 7 प्रदेश 7 चक्रहरू, यो सबै कुराहरू हामीले बनाउने भनेर योजना बनाएका छौँ। संसारको सबभन्दा ठुलो विधानसभा हामीले जनपुर बनाउँदैछौँ। अस्तिमा गोर्खाबाट किन पक्रिए थाहा छ? के गर्दै थिएँ म गोर्खामा थाहा छ? गोर्खामा गएर विश्वको सबभन्दा ठुलो सर्वोच्च अदालत बनाउनु पर्यो भनेर त्यहाँ जग्गा फाइनल गरेर 2100 रुपियाँ जग्गा मिलाएर त्यसको नक्सा बनाउनको लागि म इन्जिनियर बोकेर गएको थिएँ। त्यो इन्जिनियर अहिले गायब छ 2 दिनदेखि। मेरो फोन, मेरो झोला, मेरो कपडा, मेरो ब्रस पनि उसँग छ, म थाहै छैन कहाँ छ भन्ने कुरा अहिलेसम्म है। यहीबाट म हजुरहरू कहीँ थाहा छ भने चाहिँ हजुरहरू पुलिसले लगेको भयो भने भनिदिनु पर्यो, एमएलए गुन्डाले अपहरण गरेको भयो भने भनिदिनु पर्यो। मेरो मोबाइल चाहियो, मेरा कपडा चाहियो, मेरो ब्रस पनि चाहियो है। अनि अब यसपछि हामीले पुसको 15 गते लोसारको दिन पारेर हामीले देशैभरिबाट सम्पूर्ण नागरिकहरूलाई टुडी खेलमा हामीले राष्ट्रिय भेला गर्दैछौँ। हाम्रो चाहना लाखौँ मान्छेहरू उपस्थित हुन् भन्ने हो। पुस 15 गते सबैजना हामीले टुडी खेलमा बोलाउन चाहन्छौँ। सबैजना आइदिनु होला है। अन्तिममा मैले के भन्न चाहन्छु भन्दाखेरि चाहिँ युवाहरू, हाम्रो कुरा, हाम्रो सोच भनेको पुरानो भरिएको दिमागलाई मैले भर्न खोजेको होइन। खाली गरेर आउनुहोस् पहिला भरिएको दिमागमा। यो तन्त्र, यो बात, त्यो बात, दुनियाँ हामीलाई मतलब छैन, ठुलो कुरा होइन। हामीलाई सिर्फ 3टा कुराको मतलब छ। देश बच्नु पर्यो, जनता बच्नु पर्यो र धर्म बच्नु पर्यो। पापको राज्य होइन, राक्षसको राज्य होइन, यो देवताको राज्य हो। देवभूमि, तपोभूमि, सत्यभूमि, शान्तिभूमि, कर्मभूमि, मोक्षभूमिको रूपमा रहेको हाम्रो देशलाई संसारको गुरु राष्ट्र बनाउन चाहन्छौँ। 8 वर्षमा नेपाललाई नमुना बनाएर 18 वर्षमा 2100मा हामीले चाहिँ पृथ्वी स्वर्ग बनाउन चाहन्छौँ र पृथ्वी सरकार पनि हामीले नेपालमै बनाएर पृथ्वी यहीँबाट चलाउन चाहन्छौँ। नारायणघाटमा त्यसको लागि हामीले एरिया लिनेदेखि सबै कुराहरू गरिसकेका छौँ। जसरी भगवान नारायण यहाँ बसेर ब्रह्माण्ड चलाउनुहुन्थ्यो
त्यसै गरी हामी नारायणघाटमै बसेर चाहिँ पृथ्वी चलाउन सक्छौँ भन्ने आत्मविश्वास, सोच, विचार सबै कुरा हामीसँग छ। ललित प्रसाद देवकोटाले भन्नुभएको अल्पसत्तर आएको छ हाम्रो देश, साँच्चीकै संसारको आँखो हो हाम्रो देश। यहाँ आएपछि चेतना खुल्छ। नेपाल भन्ने यस्तो देश हो रे, त्यहाँ टिके भने पवित्र भइन्छ। हो, नेपाल 1 लिटर पानीलाई $400 50,000 पर्छ। हामी कोसेला विदेश जानु पर्दैन साथी।